नमस्ते, स्वागत छ सबैजनालाई मेरो नेपाली युट्युब च्यानल 1111 ट्यारोट्समा। आज चाहिँ मैले ट्यारोको थ्रुबाट चाहिँ राशिफलहरू प्रेडिक्सन गर्नेछु, जसमा चाहिँ हाम्रो पहिलो राशिफल रहेको छ मेष राशि अर्थात् इङ्ग्लिसबाट भन्नुपर्दा चाहिँ एरिथ साइन है। जसको लागि चाहिँ कार्ड निस्केको छ 9 अफ सोर्ड्सको कार्ड, त्यस्तै गरी निस्केको छ 7 अफ पेन्टिकल्सको कार्ड, साथसाथै निस्केको छ 2 अफ कप्सको कार्ड र त्यस्तै गरी निस्केको छ अर्को पेज अफ सोर्ड्सको कार्ड र त्यस्तै गरी निस्केको छ अर्कोमा चाहिँ 7 अफ वान्सको कार्ड र साथसाथै निस्केको छ 10 अफ वान्सको कार्ड र लास्ट कार्डमा रहेको छ द एम्प्रेस र साथसाथै बटम अफ द डे कार्ड रहेको छ द डेभिल। फर्स्टमा चाहिँ मैले मेष राशि हुने व्यक्तिहरूको लागि चाहिँ मैले हेल्थ वाइज कुरा गर्न चाहेँ, जसमा चाहिँ मैले अहिलेको सिचुएसनमा मेष राशि हुने व्यक्तिहरू हुनुपर्छ। अहिलेको टाइममा चाहिँ यता न कता त्यत्तिकै रिसाउने, अनावश्यक रिस उठिरहने खालको सिचुएसन देखिरहेको छु। कोही व्यक्तिहरूसँग कुरा गर्नु मन नलाग्ने खालको सिचुएसन देखिरहेको छु। अनावश्यक त्यत्तिकै रिस उठ्ने खालको समस्या, त्यस्तो खालको सिचुएसन देखिरहेको छु। साथसाथै हुनसक्छ मेष राशि हुने व्यक्तिहरूको लागि चाहिँ अहिलेको टाइममा हुनसक्छ तपाईँहरू राम्रोसँग निदाउनु सक्नुभएको छैन। अलिकति एङ्जाइटी, अलिकति डिप्रेसन भएको जस्तो देखिरहेको छु। राम्रोसँग निदाउनु नसक्ने, एकदमै धेरै मनमा कुरा खेलिरहने, छटपटिरहने खालको सिचुएसन देखिरहेको छु तपाईँहरूको लागि। साथसाथै त्यस्तै गरी अर्को हेल्थ वाइज कुरा गर्नु पर्दाखेरि चाहिँ हुनसक्छ मेष राशि हुने व्यक्तिहरूको लागि अहिलेको टाइममा एकदमै धेरै अनावश्यक जोइन्ट पेनहरूको समस्या पनि देखिरहेको छु है। जसमा चाहिँ एकदमै धेरै सोल्जर पेनहरू हुने, साथसाथै ब्याक पेनहरू एकदमै धेरै भइराख्ने खालको सिचुएसन पनि देखिरहेको छु मैले। त्यस्तै गरी अब फाइनेन्सियली क्यारियर वाइज कुरा गर्नुपर्दा चाहिँ मेष राशिहरू हुने व्यक्तिहरूको लागि चाहिँ यो चाहिँ अब जब रिलेटेड फिल्डमा हुनुहुन्छ भने उहाँहरूको लागि पनि पर्ने भयो। साथसाथै यदि तपाईँहरूको आफ्नै बिजनेस फिल्डहरू छ भने त्यसको लागि पनि रेजोनेट हुने भयो। आफ्नो सिचुएसन कस्तो छ त्यो अनुसारले हजुरहरूले हेर्न सक्नुहुन्छ है। सो क्यारियर र बिजनेस वाइज हेर्नुपर्दाखेरि चाहिँ जसमा चाहिँ मैले के देखिरहेको छु भन्दा चाहिँ अहिलेको टाइममा कामहरूको भान चाहिँ एकदमै धेरै छ तपाईँसँग है। मेष राशि हुने व्यक्तिहरूको लागि रेस्पोन्सिबिलिटी एकदमै धेरै छ। तर आफूले काम गर्नुभएको जति जति खटेर गर्नुभएको छ त्यति रिवार्ड चाहिँ पाउनुभएको छैन। अर्थात् अलिकति अनस्याटिस्फाइड है, फाइनेन्सियली वाइज अलिकति अनस्याटिस्फाइड भएको जस्तो एनर्जी देखिरहेको छु। काम एकदमै धेरै छ तर जति तपाईँले इन्कम गरिरहनु भएको छ त्यसमा खासै अलिकति खुसी नभएको जस्तो अवस्था देखिरहेको छु मैले। क्यारियर र बिजनेस वाइजको कुरा गर्नुपर्दा मेष राशिहरूको लागि है। त्यस्तै गरी अब अलिकति तपाईँको सराउन्डिङ वरपर इन जेनरल एनर्जीमा भन्न चाहेँ मैले, मेष राशि हुने व्यक्तिहरू आफ्नो सराउन्डिङ वरपर भएको व्यक्ति जस्तो मैले सुरुमै भनेको थिएँ अलिकति एङ्गर इस्युको समस्या भनेर। सो अहिलेको टाइममा मैले अर्को के देखिरहेको छु भन्दा अनावश्यक झगडादेखि चाहिँ अलिकति पर भएर बस्नु होला है। किनकि मेष राशि हुनेहरूको व्यक्तिको लागि एङ्गर इस्यु देखेको भएर चाहिँ मैले अर्को पनि के देखिरहेको छु भन्दा चाहिँ अनावश्यक तपाईँको चाहिँ झगडा पर्न सक्ने अथवा कुनै व्यक्तिसँग तपाईँको मिसअन्डरस्ट्यान्डिङ हुन सक्ने, जसमा चाहिँ एकदमै धेरै झगडा कन्फ्लिक्टको एनर्जी देखिरहेको छु। सो त्यो कुरालाई चाहिँ थोरै अभोइड गर्नु होला किनकि एकदमै धेरै अनावश्यक झगडा पर्ने खालको सिचुएसन त्यसमा चाहिँ कस्तो छ भनेदेखि चाहिँ यदि तपाईँले आफ्नो कन्फ्लिक्ट एनर्जीलाई, आफ्नो रिसलाई कन्ट्रोल गर्नु भएन, यो झगडा पर्ने एनर्जीमा तपाईँ जानुभयो भने चाहिँ मैले के देखिरहेको छु भन्दा चाहिँ तपाईँको अनावश्यक तपाईँ फस्ने चान्स है। आफूले गर्दै नगरेको कुरामा अलिकति आफूले चाहिँ पनिसमेन्ट पाउने जस्तो समस्या देखिरहेको छु। सो कन्फ्लिक्ट एनर्जीलाई थोरै अभोइड गर्नु होला। झगडादेखि सकभर टाढा बस्नु होला मेष राशिहरू। आफ्नो रिसलाई साथसाथै कन्ट्रोल गर्नु होला है। त्यस्तै गरी अब लभ रिलेसनसिप वाइजको कुरा गर्नुपर्दा चाहिँ हुनसक्छ मेष राशि हुने व्यक्तिहरू आफ्नो पार्टनरसँग सोलमेट कनेक्सनमा हुनुहुन्छ है। तपाईँ आफ्नो पार्टनरसँग सोलमेट कनेक्सनमा हुनुहुन्छ, एकदमै राम्रो छ लभ रिलेसनसिप वाइज हेर्नुपर्दा चाहिँ। किनकि फर्स्ट कार्ड नै सोलमेट कार्ड आएको छ। बट यदि तपाईँ नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ भने चाहिँ अलिकति अवेर भएर बस्नु होला। तपाईँको पार्टनरले तपाईँलाई स्टक गरिरहेको छ सोसल मिडियामा है। तपाईँले के पोस्ट गर्दै हुनुहुन्छ, तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँको डेली लाइफ रुटिन के भइरहेछ, कस्तो चलिरहेछ भनेर अलिकति पार्टनर क्युरियस हुनुहुन्छ नो कन्ट्याक्ट सिचुएसन हुनेहरूको लागि चाहिँ। सो त्यो कुरामा अलिकति अवेर भएर बस्नु होला। पार्टनरले तपाईँलाई स्टक गरिरहेको छ, हेरिरहनु भएको छ, तपाईँको सोसल मिडियामा चेक गरिरहनु भएको छ है। अनि ओभरअल एनर्जी भन्नुपर्दा चाहिँ द एम्प्रेसको एनर्जी रहेको छ यो मेष राशिहरू हुनेको लागि। कङ्ग्रेचुलेसन्स, स्टेबल एनर्जी हो यो भनेको चाहिँ। अर्थ एलिमेन्ट्सको कार्ड हो, अलिकति ढिला देखाइरहेको छ। यदि फाइनेन्सियली वाइज हेर्ने हो भने पनि थोरै अझै स्ट्रगल गर्नुहोस्। तपाईँले राम्रो ग्रोथ पाउने चान्स छ भन्ने जस्तो देखिरहेको छु भने। साथसाथै यो ओभरअल एनर्जी चाहिँ एम्प्रेसको रहेको छ। द एम्प्रेसको एनर्जी हो, एकदमै धेरै राम्रो कार्ड रहेको छ। सो गुड लक मेष राशि, आफ्नो एकदमै धेरै पोजिटिभ भएर बस्नु होला। ओभरअल एनर्जी चाहिँ एकदम राम्रो देखिरहेको छु। बट अलिकति हेल्थ वाइज चाहिँ थोरै सावधानी अपनाउनु होला है त। त्यस्तै गरी हाम्रो अबको दोस्रो राशिफलमा रहेको छ वृष राशि अर्थात् टौरस साइन।
जसको लागि चाहिँ कार्ड आएको छ। फर्स्ट कार्ड इज द डेथ, त्यस्तै गरी रहेको छ द एम्पररको कार्ड, साथसाथै रहेको छ नाइन अफ कप्सको कार्ड, र त्यस्तै गरी निस्केको छ सेभेन अफ पेन्टिकल्सको कार्ड, र साथसाथै आएको छ सेभेन अफ सरी स्ट्रेन्थको कार्ड, र त्यस्तै गरी रहेको छ द हर्मिट, र साथसाथै रहेको छ द म्याजिसियन, र बटम अफ द डे कार्ड रहेको छ फाइभ अफ सोर्ड्सको कार्ड है। र वृष राशि हुनेहरूको व्यक्तिहरूको लागि चाहिँ तपाईँहरूको एउटा कार्मिक साइकलको इन्ड भएको छ, केही न केही कुराको इन्ड भएको छ तपाईँको लाइफमा, जसमा चाहिँ तपाईँ अहिले नयाँ थट प्रोसेस लिएर चल्दै रहनु भइरहेको छ, स्टार्ट गरिरहनु भएको छ आफ्नो नयाँ जर्नीलाई लिएर। अहिलेको टाइममा चाहिँ तपाईँ एकदमै धेरै डोमिनेटिङ एनर्जी जस्तोमा देखिरहेको छु। वृष राशि हुने व्यक्तिहरू चाहिँ एकदमै धेरै है पावरफुल अथोरिटी पोजिसनमा देखिरहेको छु, अलिकति स्ट्रेन्थ देखिरहेको छु तपाईँको साथमा चाहिँ अहिलेको टाइममा। अनि त्यसपछि कङ्ग्रेचुलेसन भन्न चाहेँ मैले वृष राशि हुने व्यक्तिको लागि चाहिँ, तपाईँको केही न केही विस कुरा पुरा हुनेवालामा छ। यदि केही कुराको विस गर्नुभएको थियो भने चाहिँ तपाईँको विस छिटै नै पुरा हुनेवालामा छ। र फाइनेन्सियली वाइजको कुरा गर्नुपर्दाखेरि वृष राशिहरू हुनेको लागि चाहिँ यो वर्ष चाहिँ तपाईँहरूको फाइनेन्सियली पनि अलिकति राम्रो हुने जस्तो देखिरहेको छु मैले होइन। तपाईँले जति हार्डवर्क गर्नुहुन्छ त्यति नै तपाईँले राम्रो इन्कम कमाउन सक्ने चान्स देखिरहेको छु। बट अलिकति खर्चलाई पनि नियन्त्रण गर्नुहोला। तपाईँको जति नै इन्कम हुनेछ त्यति नै खर्चमा पनि जानेछ। सो अलिकति खर्चबाट चाहिँ बस्नु होला, अन्यथा तपाईँको फाइनेन्सियलमा अलिकति नराम्रो थोरै टफ सिचुएसन जस्तो पनि देखेको छु। बट इन जेनरल भन्नुपर्दा चाहिँ वृष राशि हुने व्यक्तिहरूको लागि फाइनेन्सियल वाइज चाहिँ एकदमै राम्रो अपर्च्युनिटिजहरू चाहिँ आउँदैछ है। तपाईँको लागि केही न केही कुराको विस फुलफिलमेन्ट पनि हुनेछ। तपाईँको लाइफमा केही कुराको इन्डिङ भएर नयाँ सुरुवातमा हुनुहुन्छ। कार्मिक साइकलको इन्ड गर्नुभएको छ है। कतिजना व्यक्तिहरूले हाम्रो वृष राशि हुने व्यक्तिहरूलाई चाहिँ भन्न पनि सक्छन् कि तिमी पहिला र अहिले अलिकति चेन्ज भएछौ भन्न पनि सक्ने अवस्था आउन थालेको छ है वृष राशि हुनेको लागि चाहिँ। सो त्यस कारणले गर्दा मैले कङ्ग्रेचुलेसन भन्न चाहेँ। अलिकति अहिलेको टाइममा तपाईँलाई हेल्थ वाइजको कुरा गर्नुपर्दा मैले खासै त्यस्तो समस्या देखेको चाहिँ छैन वृष राशि हुनेहरूको लागि। बट अहिलेको टाइममा हुनसक्छ यो वृष राशि हुने व्यक्तिहरू खासै अरू मान्छेसँग घुलमिल हुनु चाहिँ भएको छैन। आफ्नै पार्टनर अथवा साथीभाइहरूसँग पनि थोरै अलिकति घुलमिल नभएको जस्तो होइन, एक्लै बस्न मन पराउने खालको जस्तो सिचुएसन देखिरहेको छु। प्रायः जस्तो एक्लै नै बस्नुहुन्छ होला सायद वृष राशि हुनेहरू, प्लिज भन्नु ल कतिको म्याच भयो तपाईँहरूसँग। सो मैले कारणमा के देखिरहेको छु भन्दा चाहिँ वृष राशि हुने व्यक्तिहरू अहिलेको टाइममा चाहिँ एक्लै बस्न मन पराउने, साथीभाइको सर्कलमा खासै घुलमिल हुनु खोजेको जस्तो देखेको छैन होइन। अलिकति केही कुराहरू गर्नु खोजिरहनु भएको छ, तर बट अलिकति कन्फ्लिक्टको एनर्जी अथवा डाउटिङ एनर्जी देखिरहेको छु मैले वृष राशि हुनेको व्यक्तिहरूको लागि चाहिँ। केही कुरा तपाईँले यदि कामकै कुरा, बिजनेस क्यारियर वाइजकै कुरा गर्नु हो भने पनि तपाईँको दिमागमा एकदमै धेरै नयाँ नयाँ थट प्रोसेसहरू आइरहेको छ है। तपाईँले केही गर्छु, म केही गर्न सक्छु भन्ने खालको तपाईँको दिमागमा प्रोसेस आएको छ। बट अलिकति डाउटिङ एनर्जी जस्तो देखिरहेको छु। यो काम मैले गर्न सक्छु कि सक्दिनँ होला भन्ने खालको जस्तो सिचुएसन मैले देखिरहेको छु वृष राशि हुनेहरूको लागि। सो अलिकति कन्सन्ट्रेसनमा ध्यान दिनु होला है। एन्ड अर्को कुरा चाहिँ मैले के देखिरहेको छु भन्दा वृष राशि हुने व्यक्तिहरूको लागि लभ रिलेसनसिप वाइजको कुरा गर्नुपर्दा चाहिँ अलिकति स्ट्रगल छ है। मिसअन्डरस्ट्यान्डिङहरू अलिकति क्रिएट हुन सक्ने, अलिकति होइन। अनि थोरै यो बटम अफ द डे कार्ड चाहिँ फाइभ अफ सोर्ड्सको कार्ड रहेको छ, जुन चाहिँ कन्फ्लिक्टको कार्ड हो होइन। 5 नम्बर भन्ने बित्तिकै हामी कन्फ्लिक्ट भनेर बुझ्नु पर्दछ। सो अलिकति लभ रिलेसनसिप वाइज चाहिँ मैले खासै राम्रो देखेको छैन वृष राशि हुनेहरूको लागि। थोरै कन्फ्लिक्टको एनर्जी देखिरहेको छु। पार्टनरसँग एकदमै धेरै मिसअन्डरस्ट्यान्डिङहरू भइराख्ने, कुनै पनि कुराको चाहिँ क्लारिफिकेसन तपाईँ आफैले दिनुपर्ने खालको सिचुएसन देखिरहेको छु। बट इन जेनरल अरू क्यारियर वाइजको कुरा गर्नुपर्दा चाहिँ वृष राशि हुनेको लागि एकदमै राम्रो छ। केही कुराहरू म्यानिफेस्ट गर्दै हुनुहुन्छ भने पनि तपाईँको म्यानिफेस्टेसन चाहिँ पुरा हुनेवालामा छ है। सो अलिकति ध्यान दिनु होला एन्ड गुड लक।